नमस्कार। अहिले देश घन्टीमय भएको छ। 2/3 नजिक सबै नेपाली दाजुभाइले घन्टीमा भोट दिए। स्थायी सरकार बहुमत भन्दा पनि 2/3 नजिकको सरकार निर्माण हुँदैछ। त्यसका लागि हामी सबैले हृदयदेखि धन्यवाद दिनुपर्छ जनताले भन्ने लाग्छ। किन भन्दा घन्टीको नारा नै तपाईँको चुपचाप घन्टी छाप भन्ने थियो। जनताले पनि कसैसँग सल्लाह नगरिकन आफ्नो मनको भावलाई, आफ्नो मनको विस्फोटलाई चुपचाप घन्टीमा भोट हालेर 2/3 पुर्याइदिए, 2/3 को नजिक पुर्याइदिए। अहिलेको अब हरेक राजनीतिक पार्टीले सधैँ जनतालाई भन्दै आएको कुरा, हामीलाई तपाईले भोट 2/3 दिनुहुन्न, बहुमत दिनुहुन्न भनेर सधैँ जनताले भोट माग्दै गरेको अवस्थामा जनताले यो पटक स्थायी सरकारका लागि 2/3 नजिकको भोट राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीलाई उपलब्ध गराएका छन्। अब हेरौँ जनताले गर्ने काम जनताको हातबाट गरियो। अब स्वतन्त्र पार्टीले गर्ने काम बाँकी छ। हामी चाहन्छौँ देश स्थायित्वतिर जाओस्, समृद्धि हासिल गरोस्, जनताले फास्ट हामीले पाउने सर्भिस पाइयोस्, नेपालले एउटा डिजिटल दुनियाँमा आफ्नो कदमहरू अगाडि बढाओस्, कामहरू छिटो छरितो होस्, कसैलाई कुनै किसिमको एक दिनमा हुने कामका लागि 10 दिन लाग्ने काम नहोस्। हाम्रो जनताको समयमाथि खेलवाड नगरियोस्, जनतालाई प्राथमिकतामा राखियोस्। यही भन्न चाहन्छु। हस्, धन्यवाद।